सक्नुहुन्छ गाई आज चाहिँ हामी मौरी काट्नको लागि एकदम रेडी भएका छौँ घरमा। म यतिखेर घरमा छु। हेर्न सक्नुहुन्छ हामीसँग धेरै मौरी घाट त छैन, थोत्रो रहेछ नि। हेर्न सक्नुहुन्छ यतिखेर मेरो बुवा टोपी लगाएर मौरीले टोक्दैन भनेर आइराख्नु भएको छ। ल हेरौँ आज मौरीले कति मौरी दिँदो रहेछ है त। हेलो गाइस, आज चाहिँ हामी घरमा मौरी काट्दैछौँ। हेर्न सक्नुहुन्छ हाम्रो मौरीले कति चाहिँ मौ दिएको रहेछ। हेर्न सक्नुहुन्छ टन्नै घारहरू रहेका छन् र हेर्न सक्नुहुन्छ मौरीका घारहरू रहेका छन्। मौरीले अलिअलि मौ चाहिँ राखेको छ। हेर्न सक्नुहुन्छ यही सानो रहेछ भर्खरै, त्यस्तो धेरै पारेको रहेन छ यसमा चाहिँ। अरू हेर्न सक्नुहुन्छ अर्को घार रहेको छ। यसमा पनि हामीले देखाउँदैछ तपाईँलाई। यसले चाहिँ लामो लामो फुला बनाउँदो रहेछ। यी हेर्न सक्नुहुन्छ मौरी कम रहेछ त, भेर फाटेर बनाएको मौरी रहेछ। यसमा चाहिँ किरा परेर रहेछ नि यसमा त, किरा यसमा अलिअलि किरा पनि परेको छ। साफसफाइ गर्ने चारखुट्टे किरा हेर्न सक्नुहुन्छ। यो चाहिँ दिउँसोको बेला चाहिँ मौरीले टोक्न सक्छ। हामीहरू मौरी काटिरहेका छौँ यतिखेरको टाइममा। एउटा मौरी टोक्न सक्छ। हेर्नुहुन्छ यहाँ पनि छ अनि यहाँ पनि छ। बुवाले धेरै खोलिराख्नु भएको छ। मौरी बसिरहेको छ। पोलै हाले आउँछ अनि पोला राखेको छ। हेर्न सक्नुहुन्छ काट्ने जस्तो छ। अब हेर्न सक्नुहुन्छ हामी चाहिँ यतिखेर अर्को फेरि मौरी घारमा हेरिरहेका छौँ। तीनवटामा चाहिँ अहिले मौरीले मौ दिएको रहन्छ र अब यसमा चाहिँ के छ, चारवटामा पुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ टोक्न पनि हेर्न सक्नुहुन्छ गाइस। हाम्रो घरमा चाहिँ आज मौरी काटिरहेका छौँ हामीहरू। यतिखेर यो पानी हेर्न सक्नुहुन्छ गाइस। यतिखेर म चाहिँ भिडियो बनाइरहेको छ। हाम्रो मैले काटिराख्नु भएको छ। म एकदम टोक्नको लागि रेडी भएर बसिरहेको छ। हेर्न सक्नुहुन्छ म चाहिँ भित्रतिर गएको छैन कि टोक्नको लागि एकदम रेडी भएको छ। एकदम हेर्न सक्नुहुन्छ एकदम यो बेला चाहिँ अफ सिजन भएको हुँदा त्यस्तो हनी चाहिँ दिएको छैन, तर सिजनमा चाहिँ राम्रो दिन्छ। हेर्न सक्नुहुन्छ एकदम टोक्नको लागि रेडी भएको छ। हेर्न सक्नुहुन्छ टोक्नको लागि एकदम रेडी भएको छ। टोक मलाई चाहिँ फाइनल्ली मौरीले टोकेको छ। हेर्न सक्नुहुन्छ अर्को टोक कहीँ हेर्न सक्नुहुन्छ मलाई चाहिँ एउटा मौरीले चाहिँ टोक्यो र अर्को मौरीले टोक्न आएको थियो। मैले मारेर फालिदिएँ। दुख्यो या टोक्यो एकदम यस्तो दुख्छ नि गाई। म चाहिँ भिडियो बनाउन गइरहेको थिएँ। भिडियो बनाउने मान्छेलाई चाहिँ टोक्यो। अಯ್यो मम्मी हेर्न सक्नुहुन्छ गाइस यति चाहिँ मह दिएको छ। तर मलाई दुईवटा मौरीले टोक्न आएको थियो, एउटा मौरीले चाहिँ टोकेको छ र म यहाँ धेरै बसिराखेको छैन। बुवाले काटिराख्नु भएको छ। मलाई चाहिँ एकदम टोकेर दुख्यो। हेर्न सक्नुहुन्छ चारवटामा मौरी काटेकोमा एउटामा चाहिँ रहेछ मह अनि अरूमा चाहिँ रहेन छ। हेर्न सक्नुहुन्छ मलाई टोक्नको लागि एकदम टार्गेट राखिरहेको छ। म पनि भागिरहेको छु। हेर्न सक्नुहुन्छ गाइस यस्तो मह दिएको छ। रोग लागेर एकदम टोक्न खोजिरहेको छ। हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ मिठो अर्ग्यानिक टेस्ट आएको छ। मलाई त एउटा टोक्यो। हेर्न सक्नुहुन्छ मह खाना आएको है त गाइस। हेर्न सक्नुहुन्छ यसमा पनि मह हनी रहेको छ। मह रहेको छ। यसो मौरीले दिएको छ। हेर्न सक्नुहुन्छ हाम्रो बुवाले चाहिँ काटिराख्नु भएको छ। यसचोटि चाहिँ रोग लागेर मौरीलाई त्यति मह दिइरहेको छैन भन्नुभएको छ बुवाले। एकदम यही हेर्न सक्नुहुन्छ
यसमा चाहिँ अलिअलि दिएको छ र अक्सिजन पनि रहेको छ। एक वर्ष रोग लाग्यो भन्नुभएको छ मौरीलाई। ल अब टोक्न सक्छ फेरि हेर्न सक्नुहुन्छ गाइज मौरीले। अहिले नगराउ पछि गराउन हेर्न सक्नुहुन्छ। टोक्ने सम्भावना धेरै रहेको छ। अघि पनि टोकिसकेको छ मलाई एकचोटि। हेर्न सक्नुहुन्छ गाइस यतिखेर चाहिँ मौरी यसरी बसिरहेको छ। यसमा चाहिँ अलिअलि मह रहेको छ। 5वटा घरमा काट्दा त्यो पुरानो रहेको छ। हेर्न सक्नुहुन्छ नजिकबाट अब चाहिँ बुवाले काट्दै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ गाइस एकदम मौरी खान्छ यार के हो यो त खान्छ एकदम मिठो छ। अर्ग्यानिक टेस्ट स्विट पनि छैन। एकदम मिठो मिठो रहेको छ। म बल चाहिँ काट्दा हुन्छ म देखाउँदैछु तपाईँलाई है त। हेर्न सक्नुहुन्छ गाइस अलिअलि मह रहेको छ र बल काटेर राख्नु भएको छ। एकदम रोग हुन्छ के यो वर्ष चाहिँ ए कालो कालो चाका कालो कालो चाका राखिरहेको छ। हेर्नु सक्नु चल्लै पोला रहेको छ। यो वर्ष चाहिँ अलिक चाका चाहिँ काला काला बनाएको छ र त्यति राम्रो बनाएको छैन। साइडमा चाहिँ एकदम राम्रो बनाएको छ। चाका हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो चाहिँ यसले चाहिँ टोकिरहेको छैन एकदम। यो चाहिँ मौरी ठिक रहेछ। अरू एउटा मलाई टोकेको छ हेर्न सक्नुहुन्छ। एकदम यसमा चल्ले पोला पनि रहेछ हनी पनि रहेछ अलिअलि। तपाईँलाई 2टा घरबाट मह काट्यौँ। ल कति किलो मह भयो तपाईँलाई पक्कै पनि लास्टमा देखाउने छु है त गाइस। हेर्दै गर्नु होला भिडियो। हेलो गाइस हेर्न सक्नुहुन्छ यतिखेर चाहिँ हामीले मह काटिसक्यौँ र 2वटा घरमा चाहिँ अलिअलि मौरी रहेछ मह रहेछ अरूमा चाहिँ रहेनछ एकदम होइन। एकदम हेर्न सक्नुहुन्छ यसमा चाहिँ एकदम मिठो हनी बनाएको छ। हेर्न सक्नुहुन्छ एकदम। अब तपाईँलाई मैले खाएर देखाउने छु यसमा कतिको मह छ भनेर है त। हेर्न सक्नुहुन्छ फुल मह पुरा भरेको छ मह। हेर्न सक्नुहुन्छ फुल मह भरेको छ। एकदम अर्ग्यानिक टेस्ट आउँछ। बाहिरको मह त्यसमा मिठो हुँदैन। एकदम अर्ग्यानिक आउने गर्छ कि तेस्रो खाएको पुरै स्विट रहेको छ। हेर्न सक्नुहुन्छ यो त्यही पनि छैन यसमा पुरै मह धेरै छ। एकदम अर्ग्यानिक टेस्ट रहेको छ। पनि साथीहरू आज चाहिँ मैले लोकल अर्ग्यानिक हनी खाएँ पहिलोचोटि काटेर। हेर्न सक्नुहुन्छ आफ्नै घरमा एकदम मिठो मिठो टेस्ट आयो। तपाईँलाई चाहियो भने पक्कै सम्पर्क गर्नु होला है त गाइस। ल आज भिडियोमा यति नै। मलाई चाहिँ मौरीले टोके पनि यी सुनिएको छ देखेको छ। हेर्न सक्नुहुन्छ गाइस। यति छ एकदम। हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ यति हनी दिएको छ। यसमा धेरै त छैन 2 किलो जति हनी होला धेरै भयो भने। एकदम अक्सिजन भएको हुनाले उता अहिलेको टाइममा मौरीलाई रोग लागेको हुनाले त्यति रहेन रहेछ। हेर्न सक्नुहुन्छ काला 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 भएर त्यस्तो राम्रोसँग हनी दिएको छैन। नेक्स्ट चोटि चाहिँ एकदम राम्रो दिनेछ है त।